सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई भिडियो। सो आज पनि मैले मुकबाङ भिडियो लिएर आइसकेको छु है। आज देख्न सक्नुहुन्छ मसँग चाहिँ के छ भन्दाखेरि चाहिँ राइस भइहाल्यो, त्यसपछि यता चिकन लेग पिस, यता पोर्क छ यो बेला, अस्तिभन्दा अलिक सानो छ है। सो त्यही हो होइन, अहिले चाहिँ अनि आज चाहिँ दिउँसो मुकबाङ गरेको छु क्या, अस्ति चाहिँ राति गरेको थिएँ नि त योभन्दा अगाडिको भिडियोमा। लाइन गइदियो, त्यसपछि अनि दिउँसो खासै लाइन जाँदैन नि त, त्यही भएर अनि आज दिउँसो गर्नु पऱ्यो भनेर भर्खर पकाइसकेर चाहिँ रेडी भएर नुहाइधुवाइ गरेर खाना बसेको छु। अहिले चाहिँ ठ्याक्कै दिउँसोको 12 बजिसकेको छ। ल खाना सुरु गरौँ है त। अब चाहिँ भोक लागिसक्यो, बिहानदेखि केही खाएको छैन नि त, मुकबाङ गर्ने भनेर केही नखाइकन बसेको क्या। ल खाना फर्स्ट बाइट खाएँ त। लो पोर्क यस्तो गर्मी हुन्छ नि, फेरि हुन मिल्दैन, त्यही भएर गर्मीमा तातो खाना पसिना पसिना मान्छ। लेग पिस गाइज, काँतिर खानुको मजै बेग्लै हुन्छ क्या होइन। दामी यो टमाटरको अचार बब्बाल हुन्छ यार, अमिलो। कलेज पनि छ गाइस। गर्मी हो गाइस, गर्मी। दामी छ आजको पोर्क चाहिँ।
गर्मी हुन्छ है धेरै धत्। आज त छिटै सक्यो त हौ। यो लाइट आफै हुन्छ त के भएको यो फ्ल्याक्स आफै अफ हुन्छ त के भयो यस्तो भएको। फिनिस। लेग पिस नङ्गै भयो मासु सक्यो हड्डी मात्रै छ। लाचा छ यो चाहिँ पोर्कको हो होइन। दुई हातले चलाउनु पर्ने भयो। सो गाइज फाइनली मेरो चाहिँ फिनिस भइसक्यो खानेकुरा है। सब खाली। सो आजको चाहिँ मुभमेन्ट पनि सकिसक्यो है। के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला है त। सो यति भन्दै हस् त बाई।